गुड मर्निङ वेलकम ब्याक टु माई च्यानल। सबैजनालाई स्वागत छ मेरो युट्युब ब्लगमा। आज चाहिँ हामी जाँदैछौँ देउती बजे मन्दिर दर्शन गर्न। हामी हिँडिसकेका छौँ 3 बहिनी घरबाट। अनि मेरो 2टा बहिनी भएर मलाई त फ्री छ साथीहरू। एउटा यसले बोकी छ, एउटा के कसो सङ्ग्रामी कालठुङ्ग्रो बुलबुले जाने सोध्नु होला है। ओके ओके ल, जानिदिएपछि म यिनीहरूलाई बुलबुले पनि घुमाइदिन्छु। ल साथीहरू, यस्तो छ यहाँको नजारा। हामी चाहिँ अलि यता भित्र टोलतिर बस्छौँ। चोक चाहिँ देउती बजे मन्दिर प्रवेश गरिसक्यौँ। हामी मन्दिर नजिकै आइसक्यौँ। पढ्न लाग्यो, त्यसैले पसो सबै बन्द हुन लाग्यो साथीहरू। हामी मन्दिर प्रवेश गरिसक्यौँ, तर लाइन धेरै रहेछ। गाह्रो छ गाह्रो। यहाँको भ्यू देखाउँछु म। फाइनल्ली हामी यहाँ मन्दिर आइसक्यौँ। यो चाहिँ शनि मन्दिरको दर्शन गर्नु होला। पानी परिसक्यो, गाह्रो छ। यहाँ गणेश मन्दिरमा लाइन लाग्ने मान्छेको भिड यस्तो छ। गणेश मन्दिरमा, शिवजी मन्दिरमा पानी पर्यो, के गर्ने गाह्रो छ। पानी परेर सबजना न्यू मन्दिर बनेछ है आजभोलि, के पानी पर्यो। बलि चढाउने भएको बल्ल बल्ल हाम्रो पालो आछ। अरूहरू यता छन् मन्दिरको छेउमा। यहाँ 2 बहिनीको फेरि यता छुट्टै छ। साथीहरू, हाम्रो पूजा गरिसक्यौँ। हजुरहरू पनि टाढैदेखि भए पनि देउती बजे मन्दिरको पूजा गर्नु होला। जाऊ गणेश मन्दिरमा दर्शन गरिन। रमाइलो छोरो, के गर्छौ? मन्दिर पुरै दर्शन गऱ्यौँ। अनि यो चाहिँ नयाँ मन्दिर रहेछ। नयाँ मन्दिरमा घुम्नु पर्यो। म मन्दिर म परिक्रमा गर्छु 3 चोटि भए पनि। पूजाको सामान त छोरी र बहिनीले लगेर कता गइन्। हजुरहरू पनि टाढैदेखि भोग गर्नु होला। साथीहरू, हजुरहरू पनि शिव मन्दिरको दर्शन गर्नुहोस् है, टाढैबाट भए पनि। शनि मन्दिरमा आइसकेको छु म। प्रसाद त सबै छ, तर यहाँ नास्ता खान आइसकेको छौँ। के हो अरे, होटल चाहिँ मन्दिरदेखि हल्का माथि। हामीले होटलको नाम चाहिँ हेर्नु बिर्सेछौँ। अनि यहाँको नास्ता कस्तो हुन्छ हजुरहरूलाई भन्छौँ। ओके, हेलो गाइज भनिदेऊ छोरू। हेलो गाइस। आइसक्यो छोरी नास्ता खान्छु म। बहिनीहरूको नास्ता चाहिँ आएको छैन। सङ्ग्रामी भोक लागिसक्यो, बोल्दै बोल्दै। कस्तो छ सङ्ग्रामी खाएर बनाउँछ। जेरी आफूले मात्रै बहिनीलाई पनि देऊ। लौ सानो खान्छु ल, खाएर यहाँ चम्चा रहेछ त, चम्चाले खाएको जस्तो। फर्स्ट बाइट खाएँ ल। मिठो छ।
अवस्था कस्तो भयो खाइसक्यो हामी घर जान लाग्यौँ मैले दुःख गरेर बनाएको टिकटक गरे सब उड्यो साथीहरू मन्दिरमा यस्तो राम्रो राम्रो टिकटक बनाएको थिएँ सबै गयो साथीहरू टिकटकको त्यो भिडियो नै चल्दैन देखाउँदैन कसरी बनाउनु पर्छ तपाईँहरूले भन्नु ल मलाई साथीहरू हाम्रो भिडियो हेर्दै गर्नु होला कस्तो छ लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला साथीहरू यताबाट आऊ है रिछिन टुकु